हेलो एभ्रिवान, के कस्तो हुनुहुन्छ? विशेष आज पनि म एउटा होम रेमेडी गर्दैछु है। म चाहिँ 15मा एकखेप गर्छु है। अन्त अस्ति मैले गरेको थिएँ, आज फेरि आज चाहिँ मेरोमा चाहिँ पपैया पुरा पाकेको थियो कि हेर्नुहोस् न, पाकेर चाहिँ मैले राखेको थिएँ फ्रिजमा। यसले चाहिँ म क्लिन्जिङ गर्दैछु हो। अन्त यहाँ चाहिँ के छ भने के छ, बेसन, कफी, अन्त अलिकति यो पपैया अलिकति लगाएको छु, बेसन, हर्दी, कफी, चामलको पिठो, अन्त अलिकति फिटकेरी राखेको छु पेस्ट गरेर। पहिला चाहिँ म सफा गर्दैछु है, मुख सफा गरेर। अब म क्लिन्जिङ गर्दैछु। अलरेडी मैले क्लिन्जिङ गरिसकेँ है। अब चाहिँ प्याक लाउँदैछु म। अब चाहिँ प्याक लाउँदैछु। यो होम रेमेडी हो, केही साइड इफेक्ट पर्दैन। तपाईँहरूले हप्तामा एक दिन गर्दा नि हुन्छ हो। अब म 15 मिनट राख्छु हो, त्यहाँदेखि तपाईँहरूलाई देखाउँछु नि ल। अलरेडी मेरो प्याक सुक्यो, मैले मुख धोएँ। अब चाहिँ म प्लमको सिरम फेस टोनर लाउँदैछु। सुक्नु टाइम लाग्छ।
यसलाई सुकेर मात्रै मोइस्चराइजर लाउनुपर्छ कि पोन्ड्सकै म मोइस्चराइजर लाउँछु। मलाई चाहिँ यही सुट गर्छ है। पोन्ड्सकै एजमेरा यो चाहिँ सन्सक्रिम हो। कस्तो लाग्यो तपाईहरुलाई? मलाई त फरकै पर्छ है। हुन्छ, नेक्स्ट भिडियोमा फेरि देखाउँछु म तपाईहरुलाई है। यस्तो घर होम रेमेडी त सबैलाई आउँछ है, र पनि कतिले अब अल्छी मान्छ गर्नु है। यसरी गऱ्यो भने चाहिँ हाम्रो स्किनलाई अलिकति धेरै नै राम्रो हुन्छ। हामी किचनमा खाना पकाउनु पर्छ है। किचनमा खाना पकाउँदा चाहिँ हाम्रो तेलहरू त्यसो बाफो डल्लै हाम्रो स्किनमै आउँछ। त्यही भनेर हप्तामा एक दिन चाहिँ यसरी सफा गर्नुभयो भने तपाईले चाहिँ राम्रो हो भनेको। कतिले त अब गर्छ पनि है, नगर्नेहरूलाई चाहिँ अब गऱ्यो भने तपाईलाई राम्रो हुन्छ है। हुन्छ, बाई बाई।